भनिदिन्छ होला चप्पल चाहिँ किचेको के चाहिँ गर्छ यहाँ हेलो गाइस वेलकम ब्याक टु माइ न्यू ब्लग फेरि पनि तपाईहरुले मेरो नयाँ ब्लगमा स्वागत छ आज चाहिँ हामी घुम्न गइरहेका छौं तर कहाँ जान आँटेको हामीलाई पनि थाहा छैन र पनि हामी गइरहेका छौं अब हाम्रो गन्तव्य बिगिन भएर हामी हिँडिरहेका छौं आज त ब्युटिफुल मोडलहरु हेर्नु न त पिछे राजु प्लान हुन्छ भिडियो लिएकै हुँदैन नि लिए ल गाइस बस भाग्छ भनेर केटीहरु चाहिँ भागिसकेका छन् धेरै बेर हामीले वेट गर्यौं तर बस आएन अनि यही बसमा चढ्न हामी धेरै कुद्दैछौँ कस्ती रहेछ साथीहरु बसबाट झरेर अब त सिटीमा चढेर हामी लागिसक्यौं आज हाम्रो मेरो भ्लगमा चाहिँ नयाँ मान्छे आउनु भएको छ देखिरहेछ ल कसो फर्क्या आज चाहिँ मेरो भ्लगमा नयाँ मान्छे हुनुहुन्छ अरू हामी सबै पुरानै हो साथीहरु अहिले चाहिँ हामी जानेछौँ काठमाडौँ गाइस मसला अस्मितालाई चखाएर पठाउने बेला भयो भइसक्यो One, two, three. फुलको आँखामा फुलै संसार माडाको आँखामा काँडै संसार झुकिन्छ है छामा वस्तु अनुसार काँडाको आँखामा काँडै संसार चित्त शुद्ध एटीएम हालेपछि फुत्त पैसा निस्किनेवाला छ अनि उता दिनेवाला छ अङ्कललाई अब चाहिँ पिन्च गरौँ न खै घुम्छु यहाँ झरेर भाइ हेर त हिँडेकी टिकट चाहिँदैन टिकट काट्ने ठाउँ आइसकेको छु अब टिकट काट्ने बेला छु सबभन्दा सस्तो र मिठो देखाउनु सबैभन्दा सस्तो र मिठो सबभन्दा सस्तो मिठोमा सबैभन्दा सस्तो सबै चोकोबार खाने कति हो 50 रुपैयाँ हजुर भन्छ मिठो चाहिँ छैन यो कुल्फी हो क्या 10 रुपैयाँमा आउँछ यो ल यो मन पर्दैन मलाई ल हामीलाई टिकट दिनु त आमाको दुध डढेको अलिक छिटो थाहा भएको थियो भने बोकेर
जाउँ चाहिँ भनी यसले अनि यसले बोटिङ गर भनेको पैसाको लोभले बोटिङ चाहिँ गरेन है साथीहरू घुम्न जाउँ भनी यताको गर्मीमा लिएर मात्र आयो तर यसले केही गर्ने बाली छैन यहाँसम्म ल्याइ मात्र अनि घाम खुवाउँदैछ भिटामिन डी चाहियो अरे यसलाई यसको सट्टा मलाई खुवाउँदैछ यो इटालीको गर्मी त यति छ नि ओ माइ गड पुरै नगरम साथीहरू हेर्नु त यस्तो मोडलहरू मोडलिङहरू त्यही भएर मैले भेन्टिलेसनवाला लुगा लगाएर लिपस्टिक ल्याउन हावा छिर्छ भनेर यस्तो लुगा लगाएर फेरि साथीहरू अब चाहिँ हामी बोट गर्ने बेला छौँ अनि बोट गर्नको लागि त पैसा रेडी भइसकेको छ हाम्रो यहाँ हेर्नु होला अब हामी बोट गर्ने बेला छौँ म देखाउँदैछु भिडियोलाई बाबा पछि संसारमा ठुलो चिज भनेको मनी अब हामी साथीहरू यसले भर्खर क्यामेरा एकछिन चस्मा लगाउँछ अब साथीहरू यो पैसा लिएर चाहिँ म टिकट गर्न जान्छ बोटिङ गर्नेवाला छौँ हामी चाहिँ बोटिङको टिकट यही काट्ने हो कोही दिनु त जानु न दाजु छिटो हुन्छ होला वृद्धको त सक्छ शीतल चोरेर खाएर यहाँ गाइज मैले 20 रुपियाँ हालेर किनेर ल्याएको यो दिदीले चोरेरै सकाइदिनु भयो मम्मीलाई भने नि धेर खानुभयो ओए खती ओडिनी अब हामी चाहिँ जानेवाला छौँ है लु भिडियो रहेछ अब हामी बोट गर्नुतर्फ जान्छौँ बोट गर्नु त साइड चाहिँ यता तल जानुपर्ने हुन्छ हामी बोट गर्नको लागि बोटमा चढ्नको लागि अब चाहिँ हामी जानेवाला छौँ है साथीहरू यस्तो ठुलो हजुर यस्तो बुढी आमा पनि हामीसँग चढ्नु भएको छ अब आमालाई चाहिँ रमाइलो हुनेवाला छ हामीलाई पनि रमाइलो हुनेवाला छ हामीले पनि गरेकै थिएन म त गरेँ अब जानेवाला छ सुइए अब एउटा लाइफ ह्याक भनौँ नि तपाईँलाई एउटा कुरा भनौँ अलिकति शान्त वातावरण होइन नि भन्छु यहाँनिर बाइक मेरो सल्लाह हुनेवाला छ साथीहरू मैले चाहिँ यो नदिकन छिरेर थिएँ टिकट अब म त्यहाँनिर गएँ भने मलाई फेरि खेल्न दिनुहुन्छ तर यिनीहरूले नजा भने त्यही भएर बसिरहेको छु त्यही भएर मैले बगाइदिन्छु उडाइदिन्छु लगाइस मैले ब्ल्याकमा बेचौँ न यिनीहरू क्यामेरा अफ हुने बित्तिकै जुम ब्ल्याकमा बेच्छौँ भन्छन्
हामी चाहिँ घुमेर भोक लाग्यो अनि फर्किने बेला छौँ अब फर्किन लागेको साथीहरू अब हामी खाजा खान जाने आँटेको होटल त या होटल एन्ड लजमा जाउँ न उहाँ परेको छ फ्रीमा लगिदिने छ खरिदारले भात खाजा नखाइ पनि जानेवाला थियौँ होइन लगिदिएर पैसा दिनुपर्छ पैसा तिर्ने भएर सिकिन होइन सेक्वा रहेछ हामी चाहिँ एकदमै रुखिएको छौँ कि घुम्दा घुम्दा अब हामी चाहिँ खानेवाला चाहिँ भ्लग बन्द अब खाने पहिला साथीहरू धेरै घुमेपछि यस्तो हुन्छ यहाँ हालत हेर्नु न यहाँ गयो चप्पल पनि गयो एक वर्ष टिको अनि गयो चप्पल खतरा थियो नि र हामी एकदम दिन जाँदा किनेको घर किन जाँदाखेरि जान्छु सुन्नु कि क्या फर्केर हेर्दैछ मराले भइसक्यो यहाँ कस्तो गरेको हौ यसले राम्रीहरू हटहरूलाई देख्दा पनि कस्तो नमानेको यार यस्तो राम्री भएको के काम आएको होइन नपटिएपछि त के गर्नु राम्रो एक बक्सिङ थियो भने पाक्कै होला भाइ राम्रो चाहिने फिल्म चाहिँ खिच्दैन कि अनि ठ्याक्क अगाडि रोकिदिइसकेको हुन्छ कस्तो रिस उठ्छ यो भन्छ भनेको केही भन्न चाहनुहुन्छ भ्लगमा अहिले हामी इटरी चोकतर्फ डुलिरहेछौँ कसको सपिङ गर्नको लागि हामी चिडुल्दैछौँ इटरी बजार कोही उता हेर्नु गर्मी हुन्छ भने चाहिँ पानीको फवाडा हान्दैछ बजेट यहाँ जाउँ न त किन्ने चाहिँ केही होइन हामीले र पनि हेर्न पाइयो नि वेलकम ब्याक चटक हेर्न गाइस चटक नाटक हेर्न सक्नुहुन्छ यहाँ चटक नाटक डोन्ट प्लिज को लागि हो पत्दैन भनेको यही हो क्या लुगा नकिने पनि यसरी खाएर भनेको यिनीहरूलाई पसेन यार गाइस एउटा घरमा चलाउने टप्स किन्ने भनेर इटरीको कतिवटा पसल छान्न अरे तर यहाँनिर चाहिँ हामी चाहिँ किन्न खोजेको 800सम्मको तर यहाँनिर चाहिँ 1800 2000 2200 2500 भन्दा मुनिको टप्सहरू पाउँदो रहेछ कि त्यही भएर हामी अब साथीहरू जाँदैछौँ अब घर जानु लागेको गाडी चढ्न आँटेको अब गाडी चढ्ने ठाउँ फेरि इटरीमा चाहिँ ठ्याक्कै विराटनगर जाने गाडी त्यहाँनिर राधाकृष्ण मन्दिर अगाडि मात्र रोक्ने भएकोले अब चाहिँ हामी त्यहाँसम्म हिँड्दै जाँदैछौँ हेर्नु न भाँडाहरू कति राम्रो त्यही हो गाइस भ्लग गर्नको लागि मलाई चाहिँ एउटा नाइटको खाजा छ क्या साथीहरू भाइले मलाई किनिदिने बेला छ हो कि हो कि होइन हो दिदीको लागि यति पनि गर्न सक्ने के भाइ यो लुगा पसलमा गएर किनिन्छ लाग्नुपर्ने हुन्छ साथीहरू घरतिर त्यही भएर अब घर जानु लागेको बाई बाई म्याजिकमा जानु लाग्यो गाडीलाई चाहिँ जोडियो जाँदैछु मैले चाहिँ घरतिर हाम्रो चाहिँ घुम्दा पैसा सकिएको थियो अनि अब हाम्रो चाहिँ घर जाने थिएन त्यो भएको भएर हामीलाई चाहिँ एउटा अङ्कलले लिफ्ट दिनुभयो यहाँदेखि राजवंशीदेखि पुष्पलाल चोकसम्म जे होस् फ्रीमै दिनुभएको लिफ्टहरू चाहिँ फ्री नै हुन्छ क्या यहाँ लिफ्टहरू चाहिँ फ्री नै हुन्छ अनि त्यो भएर अब जे होस् नेपालमा अझै पनि मानवता भन्ने चिज छ होइन नहुँदाखेरि हेल्प गर्नुहुन्छ नेपालीहरूको मन सुन्दर सफा हुन्छ भन्ने कुरा यहाँबाट थाहा हुन्छ होइन
साथीहरू अनि म्याजिक लतीमा पनि हाम्रो पैसा पुगेको थिएन उहाँ पनि छुट गरिदिनु भयो आज पैसा त लगेर गएको धेरै तर खै कसरी सक्यो थाहा छैन त्यही हो साथीहरू यहाँ मक्ख परेर बसिरहेको काम लागेर मिलाउने खालको एकाउन्टै नै परेनन् थ्याङ्क यू अङ्कल ल अँध्यारो रहेछ है त्यही पनि थ्याङ्क यू सो मच